जब हामी ढुङ्गा छुन्छौं यो देशको सम्झना आओस् हामीलाई, जब माटो छुन्छौं यो देशको सम्झना आओस् हामीलाई। पानी छुँदा मेरो देश, हावा छुँदा मेरो देश, हिमाल देख्दा मेरो देश, पहाड देख्दा मेरो देश, यो देशको प्रकृतिहरू हामी देख्दाखेरि पक्कै पनि यो देशलाई हामी सम्झने गरौँ। संस्कृति मेरो देश सँगसँगै गाउँ। माटो छुँदा मेरो देश, बस्नुपर्ने, दबिएर बस्नुपर्ने, रोजगारी नभएको देश, न्याय नभएको देश, कहीँ कतै सुरक्षा नभएको देश, यस्तो देशमा हामी बाँचिरहेका छौँ जुन देशमा आज अभिभावक छैन, नेतृत्व छैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी कस्तो नेतृत्व चयन गर्न गइरहेका छौँ भन्ने बारेमा ठुलो बहस छेड्न जरुरी छ। त्यो बहस सुरुवात गरेको छ श्रम संस्कृतिले। म यहाँहरूसँग सल्लाह गर्न आएको हुँ, यहाँहरूसँग सँगसँगै कराउन आएको हौँ, सँगसँगै नाच्न आएको हौँ, सँगसँगै हामी गाउन आएको हौँ। भरे एकछिन हामी नाच्छौँ भने सम्झन सकौँ भन्ने यो गीतबाट हामीले हाम्रो आजको कुरा सुरु गरौँ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सबै मिलेर अब यो देशलाई बनाउनु पर्छ। यो देशलाई बनाउनु मात्रै होइन, यो देशलाई बचाउनु पनि पर्छ। प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जसले प्रदेशमा दुःख गरेर पैसा पठाइदिइराख्नु भएको छ र त्यसको रेमिटेन्सले हामीले देशलाई चलाएका छौँ भन्ने किसिमले यो देशको सरकार चलिरहेको छ, ती सम्पूर्ण महान प्रदेशीहरूलाई आज सम्झौँ। यो भूमिबाट आज हामी सबैले तपाईँको छैन अर्को कुरा प्राप्त गर्न चाहँदैन। श्रम संस्कृतिले तपाईँलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईँले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईँलाई माया गर्नुपर्छ, सरकारले तपाईँलाई माया गर्नुपर्छ। यो देशमा श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोण अत्यन्तै अपमानजनक छ। त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छे सानो है, तर त्यो नेताले देश बेचिरहेको देखेन उसैलाई नमस्ते गरिरह्यौँ है। त्यो देश त्यही नेताले तपाईँको चाहिँ हामीलाई सुरक्षा दिन नसकेर हामी सडकमा घिसारिँदै मारिनु परेको हाम्रो गिदी तपाईँको चाहिँ साथीले उठाइहिँडेको दिन हामीले देख्नु पर्यो है। गफै मात्रै गरेर बस्ने, गफ पनि देशको गरे त हुन्थ्यो, उता विदेशको गर्ने है। यो देशका पार्टीहरू सबै तपाईँको विदेशको सिद्धान्त बोकेको। 200 वर्ष पहिला जर्मनीमा मार्क्सले के लेख्यो अरे, काठमाडौँको माटोको सुगन्ध कस्तो छ भन्ने जर्मनीको मार्क्सलाई थाहा थियो है। चीनमा माओले के क्रान्ति गर्यो अरे है। चीन र नेपाल मिल्छ? नहुने कुरा गरेर हामी बिग्र्यौँ। त्यसले गर्दाखेरि विचार्नु भयो भने तपाईँ जिउँदो लास हो। जिउँदो लास भनेको के हो? कहिले सास जान्छ र त्यसको अन्त्येष्टि गरौँ भन्ने पर्खिने मात्रै हो। त्यसो भएको कारणले गर्दाखेरि यो देश बाँचिरहेको हुनुपर्छ भने हामी सबैको चेतनामा म पनि बाँचिरहेको छु भन्ने हुनुपर्छ। तपाईँहरू जीवित मान्छे हो, तपाईँहरू जीवित मान्छे हो, तपाईँहरू जीवित मान्छे हो। यदि तपाईँहरू जीवित मान्छे हो भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देश र हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, जीवित नेपालीहरूको देशमा कुनै तपाईँको विदेशी शक्तिले हालिमुहाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्रियता भन्दा ठुलो अरू केही देख्दैनौँ। त्यसो भएको कारणले गर्दाखेरि कोही कसैले हामीलाई बत्तीको खम्बा अगाडि दिन्छु, लाइन ल्याइदिन्छु भनेर प्रलोभनमा पार्न छोडिदिनुहोस् है। हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश छैन। सँगसँगै गाउँ ल, हुन्छ? सँगसँगै गाउँ ल। धुलो मैला भन्छौँ हामी। धुलोको बारेमा एउटा मैले गीत लेखेको छु, त्यो गाउँ ल। अझै पनि छ मेरो कुराहरू, पहिला गीत गाउँ न अलिकति, एकछिन नाच्नु पनि पर्छ, फोटो खिच्नु पर्छ। सबैले रेडी हो?
धुलो होइन यो कति कुरा मात्रै सुन्ने भनेर नि ब्रेक लिएको है राष्ट्रप्रेमी ब्रेक धुलो होइन यो मेरो देशको माटो हो हिलो होइन यो मेरो देशको माटो हो सबैले गाउनु न म राम्रो सुनिन्छ सबैले गाउनु त नलजाइकन धुलो होइन यो मेरो देशको माटो हो हिलो होइन यो मेरो देशको माटो हो धुलो होइन यो सबैले गाउँ है अल्छी नमानी कमिटमेन्ट तपाईको के हो प्लान एन्ड एक्सन यी कुराहरू चाहिन्छ यो कुराहरू गर्नका लागि हामीसँग चाहिँ तपाईको त्यो खालको सोच विचार हुनु जरुरी छ अब तपाईको मनमा देश आयो भने अब तपाईले चाहिँ त्यो देशलाई अभिव्यक्त गर्ने अभियान चाहिन्छ त्यो अभियान नै हो श्रम संस्कृति जुन श्रमदानको अभियानबाट हामी गर्न सक्छौं आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी पेटको बारेमा चिन्तित मान्छे के खाउँ भरे गएर मेरो केटाकेटीलाई